एकैछिन कस्तो आँसु आयो भनेदेखि नकरेन भने गुच्चा होइन होला है के हो अब यो तिन तिग्रे सिग्रे भन्ने कुरा केही पनि नगरौँ है बिग्रे भन्ने कुरा केही पनि 35 वर्षदेखि बिग्रेको कुराहरू हामी सपार्न आइरहेको छौँ है त्यही कारण तपाईँहरू यो टाटा टिटी क्यामेरा स्यामरा यो झालक झिलिक नगरिदिउँ होला ल यदि अर्जेन्टिनालाई कारवाही गर्यो भनेदेखि हामी माइती घरमा प्ले कार्ड लिएर उभिन्छौँ र हाम्रो छाती थाप्छौँ मलाई एकदम रेस्पेक्ट लाग्छ त्यो मान्छेको किन त्यो औरा र भाइब्स नै त्यस्तो खालको जुन माया लाग्दो सम्मान गर्नुपर्ने खालको आउँछ क्या तिम्रो मेरो छोरीसँग गयो नि त अनि उसको मेरो छोरीसँग गयो फेरि अनि छोरी पोर्चुगलको नर क्या छोरी किन रुन पर्छ अब केयर चाहिँ तपाईँ हारि त गयो ए म्याथ सिक्ने भन्ने कुरा यति भन्नुले कति अप्ठ्यारो मान्छ होइन यसमा यस्तो हो मलाई चाहिँ लाग्छ कि अब दाइले भन्नुभयो जस्तै हो होइन अब सिर्जनाले कस्तो प्रभाव पार्छ र त्यो कसरी ग्रहण गर्छ भन्ने कुरा हो डाक्टरले नि जागिरिया सरकारी कोटामा खान्छ बिरामी जाँच्न फेरि क्लिनिकतिर तान्छ हाम्रा गाउँको एउटा भाइले सुब्बामा जागिर खायो 2 वर्षमै घर ठडायो कहाँ र पैसो आयो ए लुट्न सके लुट कान्छा लुट्न सके लुट ए लुट्न सके लुट कान्छा लुट्न सके लुट लुट अरू देशमा पाइँदैन नेपालमै हो छुट ए कान्छा अरू देशमा पाइँदैन नेपालमै हो छुट हामीले गएका सिर्जना भोलि मेरा छोराछोरीले पनि हेर्न सक्छन् पछि नातिनातिले पनि हेर्न सक्छन् होइन भोलि पर्वत गरेका अहिलेका कमेडीहरू उसको बाबुनाले त हेरेर अब उसको पछि नातिनाले हेर्छन् ए हाम्रो बाजे यस्तो नराम्रो गर्दा भनौँ भने हामीले गरेको कर्मले हामीलाई नै खराब छ त्यो बाला चाहिँ मैले त्यो क्यारी गरेको थिएँ धेरैले मन पराउनु भएको दाइले चाहिँ कस्तो लाग्यो उहाँको सुरुमा आउँदा त हुन्छ नि सबै मान्छेहरू हुन्छ नि टुवा नै परेको थियो तपाईँले चाहिँ कस्तो लाग्यो त्यो सुरुमा म त खासै टुवा परिनँ होइन किनकि उसलाई पहिलेबाट चिनेको यति गर्न सक्छ केटाले भन्ने थियो मलाई पहिले होइन फेरि त्यो फेरि अभिनय गर्छु भन्ने आएपछि क्यारेक्टर गर्यो त्यति गर्नु पऱ्यो फेरि होइन त्यसलाई मैले सामान्य लिएँ यस हाम्रो कुरा त्यो हो नि त अब फिल्मको नामै इन्ट्रेस्टिङ छ 3 तिग्रे भनेको खास के रहेछ होइन 3 तिग्रे एउटा तिग्रे हो एउटा तिग्रे म अर्को तिग्रे हाम्रो बेगम भट्टोरे मैले होइन क्या बिग्रे को बिग्रिने हो 3 जना मध्ये तिनवटा तिग्रे बिग्री भने आएको थियो 3 जना बिग्रिने रहेछ अब दाइलाई त हुन्छ नि लोकदोरी क्षेत्रको एउटा हस्ती होइन सबैले मन पराएको फिल्ममा कसरी जोडिनु भयो के कुराले तान्यो त्यस्तो यो फिल्ममा के रहेछ अब यो कसरी तान्यो नि थाहा छैन मलाई दाइले फोन गर्नुभयो एउटा सल्लाहकार भन्नुभयो गएँ सुने गफ सुने त्यसपछि मैले एकछिन त हुन्नै भने अब मलाई खास त्यो फिल्ममा चाहिँ म गर्छु भन्ने थिएन मनमा अलिअलि घुर्काउनु होइन पछि बुझ्दै जाँदाखेरि होइन खेलेर घाटा केही छैन यो हाम्रो कर्म हो नि त होइन फिल्म खेले पनि कर्म यो गीत गाए पनि कर्म यो कुनै म्युजिक भिडियो खेले पनि कर्मै यो कमेडी गरे पनि कर्मै हो नि आफ्नो कर्म चाहिँ नि हामीले गर्नुपर्छ होइन भने यो मेरो कर्म चाहिँ नि मैले हुन्छ भनेर पछि चाहिँ मैले स्वीकार गरेँ फेरि कस्तो दाइसँग भाइब्स पनि मिल्यो फेरि रघु दाइ पनि बहुत चाहिँ नि अनुशासित नजाने कुरा सिकाउने मिलाएर अमरदीप सापकोटा चाहिँ नि फिल्मसँग डाइरेक्टरसँग त्यस्तै पढेर आउनु भएको होइन त्यहाँ छिरेपछि मैले के कुरा सिक्छु म यसै प्रस्तुत हुन्छु म चल्छु म यहाँ चाहिँ नि म फिल्ममा खेल्नमा हुन्छु भन्दा पनि मैले केही सिक्छु होइन जिन्दगीमा सबै कुरो सिक्दै सिक्दै जान्थ्यो नि सिकिन्छ भनेर आएको खास चाहिँ म प्रभात दाइको चाहिँ हुन्छ नि केही फिल्महरू अनाउन्समेन्ट पनि भए तिनीहरू बिचमा रोकिए अनि त्यसपछि अब कमेडी च्यानलको टिममा चाहिँ कम्पिटिसन चलिरहेको छ कहिले मेक्सम अगाडि आउने कहिले सुमन कार्की के छ तपाईँको चाहिँ कसरी यसमा तपाईँ आउनुभयो अफर तपाईँले भने जस्तै एउटा सिनेमा मेरो अनाउन्स भयो अनि हल्लाखल्ला पनि थुप्रै भयो सायद अब त्यहाँ प्रोड्युसर साहबहरूको केही कुरा मिलेन होला त्यो सिनेमा बन्छ बन्दैन थाहा पनि छैन तर यो त्यसपछि चाहिँ म यो सिनेमा चाहिँ अब धेरै सोच्ने नै भनेको थिएँ तर त्योभन्दा अगाडि पनि केही स्क्रिप्टहरू पनि आएको थियो अनि मैले चाहिँ अब त्यो सिनेमामा साथीहरू गरिरहनु भएको थियो अब सिनेमा गर्ने कि नगर्ने भनेर चाहिँ म बसि नै रहेको थिएँ अब यो चाहिँ अनि पछि रघु सरले चाहिँ लौ न लामाजी भेट्नु पऱ्यो भनेर अलिअलि सुरुमा अलिअलि भाउ खाजा पनि गरेँ तिमीले गर्यो भाउ खाजा त गरेँ नि त बोलाएको बेलामा गएन होइन अनि के हो तपाईँ त बाल्दिनु हुन्न भन्ने पनि भन्नुभयो अनि त्यसपछि गएँ अनि त्यसपछि के भन्नुभएको थियो भने अब यो काम गरौँ हामी अनाउन्समेन्टमा मात्रै यो हल्लाखल्ला गरौँला भन्नुभएको थियो हुन त अलिकति अगाडि समाचार आयो यसमा के भने दाइले भने जस्तै सबै टिमहरू मलाई को हुनुहुन्छ त भन्दाखेरि चाहिँ अनि टिम पहिलेसम्म टिमको भाइब्स मिल्नु पऱ्यो
अनि पशुपति दाई हुनुहुन्छ, बेगमजी हुनुहुन्छ अनि तपाईँ हुनुहुन्छ। यो तिनजनाको मेन पात्रको कुरा हो। त्यसपछि हामी चाहिँ एकदमै सानो टिममा काम गर्छौँ भनिसकेपछि चाहिँ ल ठिक छ नि त, हामी त्यो गर्ने भाइब्स मिलिहाल्यो दाइसँग त। किनभने मैले धेरै स्टेज कार्यक्रममा मैले एमसी गर्दा दाइले पर्फर्म गरेको एकदमै हेरेको थिएँ। दाइको त्यो कमेडी टाइमिङहरू यस्तो राम्रो छ। अनि कमेडी फिल्म नै भनेपछि सायद मलाई नै खोज्या होला भन्ने लाग्यो। अनि त्यसपछि चाहिँ अनि एक किसिमको कन्भिन्स भइसकेपछि चाहिँ स्क्रिप्ट आएर बसेर हेरिसकेपछि चाहिँ अनि ल गर्नुपर्ने रहेछ भन्ने भयो। अब एकचोटि दाइले भने सिक्ने पनि काम हुन्छ भनेर चाहिँ अनि यसमा लाग्यो हो। आशा गरौँ यो सिनेमा बनेर प्रदर्शनमै आउँछ। कमेडी च्याम्पियनको कसलाई देखाउन कसलाई यसो हुन्छ नि तपाईँको डाहा गर्नेहरू पनि होला नि होइन। अब कसले फिल्म भुतुक्कै भएको छ मरिसक्यो। मेक्सम त खेलिसक्यो अरे होइन? सबले खेलिसक्यो नि, केटाहरू सबले खेलिसक्यो। अब नखेल्ने भने त कमै हुनुहुन्छ होला। सुपर हिट भएर च्यालेन्ज दिनु पर्यो नि त। सुपर हिट भने त्यस्तो भन्दा पनि होइन, अब भुतुक्कै भएको छ, कालो निलो पनि भएको छ। जोक्स पार्ट तर होइन, सबैले सपोर्ट गरिरहनु भएको छ। देखाउने भन्दा पनि अब दर्शकहरूलाई देखाउने कुरा हो। दर्शकहरूले चाहिँ माया गरिदिनु भयो भने त्यो नै हाम्रो लागि ठुलो कुरा हो। अब पशुपति दाइलाई चाहिँ हुन्छ नि गीत सङ्गीतमा लामो समयदेखि लागिराख्दाखेरि होइन बेला बेलामा कुरा उठिरहेको हुन्छ। लोकदोहोरी क्षेत्र पनि हुन्छ नि, शब्दहरू दुई अर्थी शब्दहरू कुरा उठिरहेको हुन्छ, विवाद भइरहेको हुन्छ। पछिल्लो समय नेपाली फिल्ममै पनि कुरा उठिरहेछ क्या। एउटा फिल्ममा मास्टरनीलाई लिएर तपाईँलाई चाहिँ के लाग्छ, यो गीत सुन्नु भयो कि भएन तपाईँले? यस अहिले त व्यस्त व्यस्त छु। कति गीत त अहिले टिकटकमा आइहाल्छ होइन, सुन्दै भने सुन्नुपर्छ, खोज्नै जानु पर्दैन। आज ट्याक्क आइरहेको कार्यकर्ता मैले अहिलेसम्म कसैका सिर्जनामाथि मैले बोल्दै मैले गरेका सिर्जनाहरू केही छैन भने अन्त मैले गरेका सिर्जना कति विवादमा आएको छ म त व्यङ्ग्य गर्छु। अन्त लुट्न सके लुट गाउँदैन कि अलि हातै गाउँदैन। क्याम्पसमा नआउने गर्दैन फिल्म के अरे अलि व्यङ्ग्य थियो त्यहाँदेखि गराउनु भएको थियो। मैले कति हामी नेपाली हो भनेर जातिसँग सम्बन्धित गीत पनि गाएको थिएँ। कति गीतमा चाहिँ मैले पनि अलिकति विवादमा आएको हो म पनि। तर मेरा गीतमा के गर्छन् भने सुन्दा अलिकति व्यङ्ग्य भए पनि त्यसले के सन्देश सम्प्रेषण गरेको हुन्छ होइन। गीत सङ्गीतको माध्यमबाट होस् या चाहिँ नि कुनै टेली सिरियलको माध्यमबाट होस् या चाहिँ नि फिल्मको माध्यमबाट होस्, केही न केही सन्देश एउटा समाजलाई दिन सकियो भने त्यसले काम गरेर अर्थ राख्छ होइन। अब मैले पहिला नि भन्थेँ हामीले गएका सिर्जना भोलि मेरा छोराछोरीले पनि हेर्न सक्छन्, पछि नातिनातिले पनि हेर्न सक्छन् होइन। भोलि पर्वतले गरेका अहिलेका कमेडीहरू उसको बाबुनाले त हेरेर अब उसको पछि नातिनाले हेर्छन्, ए हाम्रो बाजे त यस्तो नराम्रो गर्दा भन्यो भने हामीले गरेको कर्मले हामीलाई नै सराप्छ होइन। हामी कति अनुशासित हुने कति मर्यादा दिने भन्ने कुरा आफूले खोल्ने कुरा हो। तैपनि समय परिवर्तनशील छ। समयको परिवर्तन सँगसँगै हामी परिवर्तित हुन जरुरी पनि छ। फेरि सधैँभरि होइन साँगुरो घेरामा बसिरहनु पनि हुँदैन। तर हाम्रा गीत सिर्जनाले या फिल्मले कि चाहिँ अब त्यो गीत टिभीमा आउने भएन। भोलि त हेर त 5 वर्षको बच्चाले नि हेर्छ, 10 वर्षको बच्चाले नि हेर्छ, 15 वर्ष भर्खर जवानी परिश्रम लाग्यो बच्चाले नि हेर्छ है। त्यसले गर्दाखेरि चाहिँ नि सबै गीत सङ्गीत गर्ने कलाकारहरू पनि या अरूसँग सम्बन्धित जो कलाकार चाहिँ लाउनु भएको छ उहाँहरू अनुशासित भएको राम्रो भन्ने हो। मेन कुरो हामीले गरेर सिर्जना राम्रो पर्यो। अहिले कुनै गीत त्यस्तो छ जुन चाहिँ मैले बेकारमा गरेछु भने? मलाई त छैन अहिलेसम्म। कहिले प्रत्यक्ष दोहोरी गाइरहँदा के हुन्छ भने एकदम 50 सेकेन्ड 60 सेकेन्ड भित्रै चाहिँ गीत फर्काइहाल्नुपर्छ। फेरि प्रत्यक्ष दोहोरी गाउँदा कहिले काहीँ यो शब्द किन गाउँला जस्तो लाग्छ, किन त्यो फर्काइहाल्नु पऱ्यो, नफर्काइ हारिन्छ होइन। झट्ट फर्काउँदाखेरि चाहिँ कहिले एक दुई शब्द कहिले त्यस्तै नराम्रो भयो होला। तर मैले जति सिर्जना गरेर गाएको गीतहरू छन् त्यसमा चाहिँ मलाई अहिलेसम्म पछुतो छैन। तपाईँ के भन्न चाहनुहुन्छ यसो? तपाईँ त पूर्व मिडियाकर्मी पनि हो है। के को लागि? यो विवादित गीतहरू छन् नि। ए म्याथ सिक्ने भन्ने कुरा यति भन्नुले कति अप्ठ्यारो मान्छ होइन। यसमा यस्तो हो, मलाई चाहिँ लाग्छ कि अब दाइले भन्नुभयो जस्तै हो होइन। अब सिर्जनाले कस्तो प्रभाव पार्छ र त्यो कसरी ग्रहण गर्छ भन्ने कुरा हो। अब उहाँहरूले बनाउनु भयो, त्यो उहाँको राइट्स भयो। अब दर्शकले प्रतिक्रिया दिनुभयो, दर्शकहरूको राइट्सको कुरा हो। अब राम्रो नराम्रो भन्ने कुरा चाहिँ समयक्रम सँगसँगै त्यो कुरालाई कुनै समय नराम्रो भएका कुराहरू कुनै समयमा गएपछि त्यो कुरा ठिकै जस्तो पनि लाग्न सक्छ। आजको समाजलाई त्यो कुराहरूलाई चाहिँ डाइजेस्ट नभएको पनि हुनसक्ला होइन। अब ग्रहण गर्नेले त्यसरी लिइसकेपछि त्यो कुरामा विवाद भएको छ, यो तपाईँहरू सबै हामीलाई थाहा भएको कुरा हो। अलिकति हामी नजिकको यो एउटा टिमको भएको एउटा फिल्डमा भएको कारणले यति चाहिँ नगरिदिएको भए हुन्थ्यो भने एउटा सदा सहायता राख्ने एउटा आफ्नो ठाउँमा भयो। अब त्यसमा हामीले कमेन्ट गर्ने कुरा त्यति धेरै मनासिब होला जस्तो लागेन होइन। एक गजब मलाई कम त म अहिले राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको वैश्व अध्यक्ष हुँ। अब अध्यक्ष लाइनमा छु।
अब अहिले यो ड्रेसअप गर्दाखेरि ढाका टोपी लाएर आउनुपर्ने दर्शन लाएर आउनुपर्ने भन्ने हुनसक्छ फेरि होइन मान्छेलाई क्रिटिसाइज गर्न त म फिल्मको काम छ अब किन सधैँभरि ढाका टोपी त लगाएको लगाइन्छ आफ्नो कार्यक्रम जाँदाखेरि होइन औपचारिक कार्यक्रम लगाइन्छ अब पछि फिल्ममा पनि मेरो खासै चाहिँ यस्तो टिक गेटअप छैन गाउँले पारो गेटअप छ त्यहाँ लाउनै पर्छ होइन अनि पाए बेला लगाइहाल्यो भने चाहिँ कहिले के छ भने मेन चाहिँ नि आफूले गरेका क्रियाकलापले समाजमा के कस्तो नकारात्मक प्रभाव पार्छ सकारात्मक प्रभाव पार्छ भन्ने कुरा बुझ्ने कुराहरू हुन् होइन फेरि त्यो भने सबै एकदम खुम्चिएर र साँगो र घेराइभित्र पैसिरहनुपर्छ भन्ने छैन होइन जिन्दगी जिउनु पर्छ तर हामीले गाएका गीतले चाहिँ नि भने हाम्रो गाएका गीतले विशुद्ध रमाइलो लाग्यो भने त गीत नगाए हुन्थ्यो भन्ने लाग्ने मलाई पनि हुन त फेरि सबै मैले गाएको गीत राम्रो छ भन्दिनँ मैले हामीलाई मैले गाएको चाहिँ क्याम्पसमा नआउने सरले उता पढाउने हामीले आँखा जुझाउने चित्त बुझाउने भन्ने गीत पनि थियो मेरो होइन त्यहाँ के छ भने मैले व्यङ्ग्य गरेको थिएँ कुनै पनि विद्यार्थी तपाईँका छोराछोरीहरू कलेज गएर नपढेका पनि हुनसक्छ नै मैले गीत भने जस्तै आँखा जुझाएर बसेको हुनसक्छ ख्याल गरोस् भन्ने व्यङ्ग्य थियो लास्टमा चाहिँ होइन गर्न त गरिन्छ फरक गरौँ भने त जसलाई पनि लाग्छ फरकको नाममा चाहिँ नि आफ्नो धरातलै बिर्सेर नहिँडेको चाहिँ राम्रो भन्ने हो अब चाहिँ दाइ अहिले विशेष गरी वर्ल्ड कपको त्यस्तै चर्चा छ होइन अब लगभग सकिन पनि लागेको छ फाइनल खेल हुन लागेको छ कतिकै हेर्दै हुनुहुन्छ के हेर्दै हुनुहुन्छ कि छैन के वर्ल्ड कप त हेरिरहेको नि अब राति निन्द्राको सुरुमा हेरिन्छ गोल भएको हो किन त्यो हाइलाइट्समा थाहा हुन्छ अर्को चिज चाहिँ थाहा पाउँछु त्यही हो हेरिरहेको हुन्छु मैले त खासमा सुरुमा डे वानमै सपोर्ट गरेको चाहिँ स्पेनलाई हो स्पेन फाइनल पुगिसक्यो होइन अब अर्जेन्टिना पनि पुगिसक्यो अर्जेन्टिना चाहिँ मैले मेसीको कारणले मलाई एकदम रेस्पेक्ट लाग्छ त्यो मान्छेको किन त्यो औरा र भाइब्स नै त्यस्तो खालको जुन माया लाग्दो सम्मान गर्नुपर्ने खालको आउँछ क्या त्यो टिम होल टिमको फेरि मलाई अरू मान्छेको फेरि नाम चाहिँ थाहा छैन होइन त्यही टिमको पनि होइन मेसी भने चाहिँ किनकिन त्यो श्रद्धा लाग्छ माया लाग्छ त्यो हेर्दाखेरि नै त्यो आउँछ भाइब्स त्यो कारणले दुईवटा टिम पुगेको छ अब जसले जिते पनि मलाई चाहिँ ढुक्क छ म त यसो फेरि म हेर्छु तर मेरो सपोर्ट भन्ने कुरा थाहा हुँदैन फेरि त्यो गेम हेर्दै जाँदा थाहा पाउँछु मैले हजुर पोर्चुगल गर्नु होइन सुन न यो सुन त त्यो खेल हेर्दै जाँदाखेरि 15-16 मिनट हेर्छु बल्ल म यो पक्षको थाहा हुन्छ क्या मलाई चाहिँ सेतो लाग्छ कि रातो लाग्छ अब स्पेन र अर्जेन्टिना पनि त्यही हो म पर्सि हेर्ने होइन पहिला खेल हेर्छु एकदम राम्रो खेल्यो भने त्यसो सपोर्ट म कहिले बिगार्छ नि बिगार्नु त सक्यो क्या त होइन खेले राम्रो खेले आएन यो हुँदैन यस्तो न्युट्रल दर्शकहरू चाहिँ राम्रो चाहिँ के हो नि त्यो जसले जित्यो त्यसको खुसी हुनेवाला मान्छे नि त्यो दुःखी हुन पाउँदैन क्या भनेर अनि फ्रान्स र स्पेनको खेल्न त्यस्तो भयो नि त सुरुमा अर्को टिम भनेको थिएँ पछि म हेर्दा त मैले टिम फेरिदिएँ साथी रिसाए त्यसपछि मजा आउँछ नि होइन हाम्रो यसो हो जसले जित्यो नि जित्नेलाई शुभकामना छ हामीले गेम हेऱ्यौँ इन्जोय गऱ्यौँ भोलि यो हाम्रो त के छ भने यो ऊ अर्जेन्टिनाको फ्यान भयो म स्पेन भने हामी झगडा जस्तो पऱ्यो भने तँ गर्नु हुँदैन हामी खेल हेऱ्यौँ इन्जोय गरियो जितेकोलाई शुभकामना दिने हो हार्यो भने रुनी होइन अस्ति कुनै गेमको दिन मेरो छोरी रोइ ए नरो के छोरी नरो त्यो तिम्रो मेरो छोरीसँग गयो नि त अनि उसको मेरो छोरीसँग गयो फेरि अनि छोरी पोर्चुगलको ए नरो के छोरी किन रुनु पर्छ अब केयर चाहिँ तपाईँ हारि त गयो अब ऊ हारेर मेरो तेरो बाबुको खातामा पऱ्यो भने कहीँ जाँदैन होइन अब घर परिवार पनि बिग्रिँदैन अब तँ चाहिँ हारि त गयो त हाँस फेरि भने म त्यस्तो हो क्या फेरि हँसाउनु पनि नभए के त उहाँ गरेर लगाइसक्यो केटी होइन हजुर विशेष गरी अब यो जुन हिजो अस्तिको खेलमा चाहिँ अब तपाईँ अर्जेन्टिनाको पनि फ्यान हुनुहुँदो रहेछ स्पेनको पनि ऊ म जस्तो थाहा पाइसक्यो म जस्तो रहेछ ऊ होइन पर्सि पनि उ र म सँगै बस्यो भने ऊ त्यो खेल सुरु गर्दा उसले स्पेन भन्छ खेल्दै गएपछि उसले होइन त अर्जेन्टिना ठिक छ भन्न सक्छ कि उसले मलाई थाहा पाइसक्यो अर्जेन्टिनाले जित्ने सम्भावना छ जितोस् भने किनभने लियोनल मेसीको चाहिँ अब यो अन्तिम खेल भनिरहेको छ नि त किनभने उमेरको कारणले पनि मैले अघि नै भने त्यो मान्छेसँग थाहा छैन कोही मान्छे हुन्छ नि त्यतिकै माया लाग्ने श्रद्धा लाग्ने खालको हुन्छ नि उनी चाहिँ फुटबलको इतिहासमा एक किसिमको त्यो श्रद्धा चाहिँ डिजर्भ गर्ने मान्छे हो अनि उसले जितोस् भन्ने मेरो कामना छ अब त्यो बाटो हामीले सिक्नु पऱ्यो अब त्यस्तै गरी उसले फुटबलमा कुन त्याग गर्नुभएको छ उहाँले अहिलेसम्म त्यस्तै त्याग चाहिँ हामीले कलाकारी क्षेत्रमा गर्नु पऱ्यो त्यस्तै गरी कुद्न पऱ्यो त्यस्तै गरी गोल पास गर्न पऱ्यो कि गोल ठोक्नु पऱ्यो अनि हामी माथि जानु पऱ्यो अनि जिन्दगी चलाउनु पऱ्यो इङ्ल्यान्डसँग खेल र अर्जेन्टिनासँग खेलको कारणले गर्दाखेरि चाहिँ अब अर्जेन्टिना केही खेलाडीहरूलाई चाहिँ खेलमै प्रतिबन्ध लाउन सकिन्छ है भन्ने खालका न्युजहरू आइरहेका छन् के लाग्छ प्रतिबन्धबारे तपाईँले एकदमै राम्रो प्रश्न गर्नुभयो अब यो प्रश्नको लागि विशेष धन्यवाद र तपाईँको यो प्रश्नले कति गहनता बोकेको छ भनेदेखि नेपालको सगरमाथाको उचाइभन्दा पनि एकदमै अग्लो प्रश्न गर्नुभयो अब
अब यसमा मैले के भन्ने त खेलाडीहरू प्रतिबन्धमा पर्यो भने त अर्जेन्टिना हार्ने चान्सेस धेरै हुन्छ। त्यस्तो नहोस् भन्ने हो किनभने खेललाई हेरेर रमाइलो अब त्यहाँ अब केही सर्टेन तपाईँले त्यो सङ्केत गर्नुभएको त्यो ल्यान्डको विषयमा अथवा ब्यानर देखाएको विषयमा नै हो त्यो त फिफाको आफ्नो नियम होला होइन अब त्यसमा के गर्नुहुन्छ हामीलाई त्यति धेरै चासोको विषय पनि भएन जस गेम हेर्न पाइयोस् फाइनल हेर्न पाइयोस् रमाइलो हेर्नु पायो त्यो दाइको के छ यस विषयमा धारणा? म त के जान्दिनँ उहाँ खेलको आफ्नो नियम छ उहाँ त्यत्रो आयोजकले चाहिँ कार्यक्रम गर्नुभएको छ होइन हामीले गरे बाद यो गल्ती भयो यो गर्नुहुन्थ्यो भन्नुहुन्थ्यो अब भोलि फिल्मका कुरा गरेर केही बिग्रने भन्नु बोलिएला अब मैले राष्ट्रिय लोकतन्त्र दौरी प्रतिष्ठानको भने उपाध्यक्ष त्यहीँ गल्ती भयो भनिएला अब त्यहाँ चाहिँ त्यत्रो चाहिँ विश्वकप भन्ने सानो त होइन त्यत्रै त राष्ट्रले चाहिँ विश्वकप गरेका छन् फिफाले गरिरहेको छ हामी यो गाउँबाट आएर दुईवटा गीत गाएर अलिक चलेको कलाकारले के बोल्ने हो यहाँ होइन यसो गरौँ यदि त्यसो गर्छ भने हामी माइती घरमा प्ले कार्ड लिएर यही सुन्नु चाहेको होइन हामीले त हेर्ने हो अर्जेन्टिनाको लागि हामी छाती थाप्छौँ हाम्रो त छाती थाप्छौँ कमेडी पन्च लाइन चाहिँ तपाईँलाई कस्तो लाग्छ कतिको फलो अब दाईसँग म 2-3वटा कार्यक्रममा परेको छु दाईको किन मैले कार्यक्रम होस्ट गरेको छु अनि गाई जात्रामा पनि लास्ट इयर त दाईसँग गाई जात्रामा दाई हुनुहुन्थ्यो त्यो हिसाबले त पहिला सुरुमा इनर्जी बबाल अनि ल के छ खबर यताबाट ताली पुगिन मेरी आमा ताली नबजाउनेको भर्खरै स्वास्नी पहिला जान्छ आमै नि ठुलो मम्मी पनि आउनु भएको रहेछ ठुलो मम्मी दर्शन यति मजाले त्यो हुन्छ नि मान्छेलाई सबैलाई दर्शकलाई नजिक बनाएर हँसाउँदै दाइले अनि त्यो ब्याङ्गे खालको गीत पनि छ मैले अघि पनि भने दाइको चाहिँ लुट्न सके लुट भन्ने गीत चाहिँ मैले फेसबुकमा सेयर गर्दा मैले गाली खाएको छु क्या त्यो सर्टेन मान्छेहरूबाट भनेको दाइले त्यो बेला त्यो तत्कालीन सत्तालाई व्यङ्ग्य गर्नुभएको थियो अनि सत्ताधारी साथीहरूले चाहिँ मलाई भन्नुभएको थियो क्या अनि त्यति तिखो व्यङ्ग्य हुन्छ दाइको अनि त्यो कारणले गर्दा हाम्रो लागि एउटा गुरु मन्त्र पनि दाइ हो किनभने लोकदोरीमा त्यस्तो राम्रो शब्दहरू संयोजन गरेर व्यङ्ग्यको बाँड तिखो चलाउनुहुन्छ भने अहिले पनि सान्दर्भिक छ नि जस्तै कि दाइले अघि भन्नु भने क्याम्पस पढ्न आउने हुने गीत चाहिँ अहिलेको सदनमा पनि त्यो कहिलेकाहीँ राखेर गीत बजाइरहेको हुन्छ अनि त्यति दूरगामी रूपमा चाहिँ भनौँ न कालदै गीतहरू चाहिँ उहाँले रचना गरिसक्नु भएको छ त्यही कारणले म दाइको त ठुलो फ्यान हो त्यस्तो केही किस्सा छ दुईजनाको हुन्छ नि त्यस्तो किस्सा त दाइसँग त अब त्यस्तो छैन कार्यक्रममा हजार हुन्छ टक्क गयो अब कार्यक्रम गऱ्यो अनि अर्कोतिर जानु पनि टिप्न फेरि किस्सा चाहिँ त्यस्तो होइन के अरे हामी गाई जात्रामा चाहिँ म होस्ट थिएँ अनि दाई पनि हुनुहुन्थ्यो दाई चाहिँ के हो भने ठ्याक्क हाम्रो चाहिँ यहाँ प्रज्ञा भवन हुँदा चाहिँ दाई कतिर आउने भन्दा चाहिँ दाई यति बजी आउनुहुन्छ होइन 2 बजे 3 बजे 4 बजे दाई आएपछि ठ्याक्कै छिर्नु पाउनु पऱ्यो त्यो चाहिँ आयोजकसँग त्यही थियो कमिटमेन्ट अनि त्यसपछि ल पशु दाई आउनुभयो भने रेडी भयो भने चाहिँ दाइलाई ठ्याक गरेर भने चाहिँ ल सुरु भयो त्यो चाहिँ एउटा लहै गाउँ भनिन्छ यसो आज मेरो रुवा लाएर धेरै लगभग मेरो 15-20 दिनको रुवा लगाइरहेको छ होइन घाँटी बिग्रिरहेको छ मैले उसलाई भनेको छु केही कुराहरू हिँडाइ खाइ पी सुताइ बिग्रिरहेको छ वर्ल्ड कपले पनि होला रातभर सुत्दैन कहिले त्यहाँदेखि एक टुक्का घाँटी बसे भने डाक्टरले नि जागिरिया सरकारी कोटामा खान्छ बिरामी जाँच्न फेरि क्लिनिकतिर तान्छ हाम्रा गामको एउटा भाइले सुब्बामा जागिर खायो 2 वर्षमै घर ठडायो कहाँ र पैसो आयो ए लुट्न सके लुट कान्छा लुट्न सके लुट ए लुट्न सके लुट कान्छा लुट्न सके लुट लुट अरू देशमा पाइँदैन नेपालमै हो छुट ए कान्छा अरू देशमा पाइँदैन नेपालमै हो छुट